इजरायल र इरान बिचको युद्ध जारी रहँदाखेरिमा इजरायल इरान र अमेरिकाको जुन युद्ध अहिले जारी छ त्यो दर्शनिरहँदा देखिरहँदा तपाईँले अहिले टोकियो राजधानी टोकियोको यो सडकमा यो पुरै मान्छे हुल्का हुल यो स्वयंसेवक जस्तो भोलिन्टियर यो भिडका भिड जुन देखिराख्नु भयो नि झट्ट देख्दाखेरि चाहिँ ला के भएछ यहाँ पनि युद्ध हुन लागेको छ कि क्या हो भनेर झस्याङ्ग हुने टाइपको क्या म त बाहिर निक्लिने बित्तिकै मैले यो आज टोकियो म्याराथनको सम्झनै नगरिदिएको क्या अनि म त झस्याङ्ग भयो अनि पो सम्झेँ आज त टोकियो म्याराथनको यो तयारीको लागि यो भोलिन्टियरहरू चाहिँ यो बार्केटहरू राखेर कताबाट कता जाने के गर्ने भनेर सहयोग गर्दै रहेछ अनि यो सबै यो भोलिन्टियरहरूको टी सर्ट चाहिँ पोखरी सुजले स्पोन्सर गरेर रहेछ तल देखाएको रहेछ अनि आज चाहिँ यहाँ टोकियो म्याराथन भन्छ यो चाहिँ टोकियो म्याराथन होइन नि यो केटो चाहिँ अलिक दौडिनु अनि तयारीको लागि चाहिँ यस्तो फेरि यो पर्फेक्ट तयारी हुन्छ कि होइन अघिल्लो पटकको यो टोकियो म्याराथनमा पनि म हेर्न गएको थिएँ त्यसमा पनि नेपालीहरू सहभागी हुनुभएको थियो आधा दर्जनभन्दा बढी नेपालीहरू सहभागी हुनुभएको थियो इङ्ल्यान्ड अमेरिका लगायतका देशहरूबाट पनि सहभागी हुन आउनुभएको थियो अनि यसपालि पनि आउनुभएको छ विभिन्न देशबाट सहभागी हुनको लागि तर यसपटक चाहिँ म नजाने भएँ कामले गर्दा आफ्नै कामले गर्दाखेरि अनि यहीँ टोकियो म्याराथनको यो पुरै तयारी भएर ग्रुपमा कसले कतापट्टि के गर्ने भनेर पुरै छलफल गरेर तयारी गर्दैछन् टोकियोमा रहनुभएका साथीहरूले आज यात्रा गर्दाखेरिमा विभिन्न रुटहरूमा विशेष गरी सडकमा यो यात्रा गर्दाखेरिमा ख्याल गर्नु होला यो अलि ठाउँमा अवरोध हुनसक्छ यो दिउँसोसम्मको लागि अनि टोकियो मेट्रोपोलिटन सिटीभित्र टोकियो महानगरभित्र बस्नुहुनेहरूलाई चाहिँ प्राय यो के भन्छ म्याराथनको रुट क्षेत्रमा चाहिँ पहिले नै सम्बन्धित वार्ड वा सिटीले चाहिँ पठाइसकेको छ पेपर यो दिन यस्तो छ यो रुटहरूमा यति बजे अनि टाइम म्यानेज गरेर साइकल चलाउँदा गाडी चलाउँदा अरू बसहरूको लागि भनेर भनेको छ सायद तपाईँहरूले तयारी गर्नुभएको होला छैन भने गर्नु होला सोचेर अनि बुझेर नेटमा हेरेर मात्र यात्रामा निक्लनु होला अनि तपाईँहरूको रुटमा कहाँ टोकियो म्याराथन आउँदैछ अनि नेपाली झन्डा पनि बोकेर नेपालीहरू सहभागी भइराख्नु भएको हुनाले तपाईँले कसै गरी म्याराथनमा कुदिरहेका मान्छेहरू देख्नुभयो भनेदेखि चाहिँ यसो एकैछिन हटेर नेपालीहरू पनि हुनसक्छन् भनेर हेरेर हौसला बढाइदिनु होला है त यही क्यामराम्यानहरू ठाउँमा बसेर यो प्रत्यक्ष प्रसारणका लागि कोअर्डिनेसन गरिराखेका छन् ल हेभ अ गुड टाइम बाई बाई